हेलो गुड मर्निङ सबैजनालाई ह्याप्पी सरस्वती पूजा। आज सरस्वती पूजाको दिन हो। म बिहानै उठिसकेको छु। यहाँनिर मेरो रुम तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले एकैछिनमा यहाँ म पूजा पनि गर्छु सरस्वती मातालाई होइन। पूजा गर्नुपर्छ, तपाईँहरूले पनि गर्नुहोला। र अब चाहिँ म नुहाउन जान्छु। एकदमै चिसो छ है। ल हेर्नुहोस् है गाइस, यता मेरो वाइफ चाहिँ अघि नै उठेर नुहाइ पनि सकेछ र पूजाको लागि तयारीहरू गर्दैछ। के छ, अघि बिहानै नुहाएको तिमी? जाडो भएन? मलाई त सम्झिँदै जाडो लाग्यो गाइस। अब कसरी नुहाउने होला। ठिक छ। अनि खोइ दुब्बतीहरू रेडी? फुलहरू चक्लेट होइन। अनि दही टिकाको लागि। ल अब म चाहिँ नुहाउन जान्छु है गाई। अब मेरो नुहाउने ठाउँ चाहिँ यता छ। यहाँनिर बाथरुममा नुहाउनु पर्ने हो। ट्याङ्कीमा पानी रहेन रहेछ। सबैजनाले अघि नै पानीहरू जम्मा गरिदिएछ। म चाहिँ नुहाउन गएँ गाइस। एकैछिनमा भेटौँ है त। ल फाइनली गाइस मैले नुहाएर पनि आइसकेँ। चिसोको कुरै नगरौँ कति जाडो छ भनेर। मैले यति बिहानै नुहाएको त लगभग धेरै वर्षपछि होला। त्यो 6-7 बजी नै नुहाएको रेकर्ड त मेरो त लगभग स्कुल पढ्दा लगभग आजभन्दा 12-13 वर्ष अगाडि होइन, बिचमा एकपटक पाथिभरा जाँदा नुहाएको थिएँ बिहानै। लगभग 4-5 वर्षको अन्तरालमा यति बिहानै नुहाइएछ। ल अब एकैछिनमा म तपाईँहरूलाई पूजा गरेको भिडियो देखाउँछु। स्टे ट्युन है त। फाइनली अब चाहिँ हाम्रो सरस्वती पूजाको लागि यहाँनिर मिलाउने कामहरू, यताउति गर्ने कामहरू सकिसकेको छ। हेर्न सक्नुहुन्छ। यो हाम्रो रुममै गर्नु लागेको हामीले पहिला। अनि यसपछि हामी स्कुल जान्छौँ। स्कुलमा पनि अब एकैछिनमा प्रोग्राम छ र हामीले यो चाहिँ अब घरमै आफ्नो रुममा सरस्वतीलाई पूजा गर्न आँटेको गाइस। ल अब चाहिँ यहाँनिर सबैभन्दा पहिला महिला भनेको लक्ष्मी हो घरको। त्यसैले यहाँनिर मेरो वाइफले चाहिँ सरस्वती पूजा गर्न लागिरहेको छ। साथीहरू हेर्न सक्नुहुन्छ। यता पनि हेरिदेऊ न। ल पूजा गर। आफ्नो पुस्तकलाई पूजा गर्नु परेन त? ल पूजा गर्ने क्रम सुरु भइसकेको छ। धेरै विद्या आओस्, धेरै बुद्धि पलाओस्, ज्ञानी हुनु भनेर माग्नु पर्यो है। पास हुनु पर्यो। हो के गरेको त्यो? ल किताबलाई टिका, किताबलाई जतन गर्ने, किताबमा भएको सबै कुराहरू जान्ने। सरस्वती माता मेरो वाइफलाई राम्रो ज्ञानहरू दिनु होला। ल ल अब मेरो पालो है। ल अब चाहिँ यहाँनिर पूजा सकियो उसले र ढोग्ने काम गरिराखेको छ। ल पुस्तकलाई ढोग्यो। थ्याङ्क यू। ल अब चाहिँ मेरो पालो पूजा गर्ने। सरस्वती माता मलाई ज्ञान दिनुहोस्। 2 सरस्वती माता मलाई विद्या दिनुहोस्, बुद्धि दिनुहोस्। अब मेरो पुस्तकलाई म पूजा गर्दैछु। यो मेरो लेख्ने चिज। ल मलाई राम्रो कुरा लेख्न सिकाउनु पर्यो। यो मैले पढाउने बुक, यस्तो खालको बुक तपाईँले देख्नु भएको छ कि छैन। यसलाई चाहिँ ब्रेल बुक भन्छन् है। यस्तो ठुलो बुक छ। यो ब्रेल बुक हो। मैले पढाउने बुक चाहिँ यो हो। ल यति भएन, मलाई ज्ञान दिनु पर्यो। नमस्ते। ल अब चाहिँ म साथीहरू टिका लगाइदिन्छु मेरो जीवन साथीलाई। अब पहिला त मैले नि टिका लगाइदिनु पर्यो होला नि त होइन। ल तिमीलाई नरम आफै लाउँछौ। तिमीलाई
तिमीलाई सुबुद्धि आओस् फेरि पनि सरस्वती माताले तिमीलाई धेरै ज्ञान दिनुहोस् बुढासँग कहिले झगडा नगर्नु मिल्नु अनि बालबच्चालाई पछि माया गर्नु अनि सरस्वती पूजामा त्यो त अनि त्यो राम्रो बुद्धि आओस् ज्ञान आओस् भनेको त हो नि होइन राम्रो त्यो पनि राम्रो बुद्धि घरबार चलाउने बुद्धि आओस् राम्रो पढाइ लेखाइ गर्ने बुद्धि अलिकति उतो लाग्यो मलाई त तपाईँले आशीर्वाद दिनुभयो मलाई त आउँदैन मन मनैमा छ हुँदैन मनबाट जाउँ न त हामी योभन्दा धेरै नलाग्यो हो ल अब हाम्रो चाहिँ घरमा सरस्वतीलाई पूजा गर्ने प्रोग्राम सकिसक्यो अब हामी एकैछिनमा स्कुल जान्छौँ र स्कुलमा भएको प्रोग्रामहरू पनि म तपाईँलाई भिडियोमा देखाउँछु भिडियो हेर्दै गर्नु होला धन्यवाद म हाजिरी गर्छु यहाँनिर इलेक्ट्रिक एटेन्डेन्स भन्छ ल हाजिर भइसकेको छ अब